गाह्रो एक्जाम हो, मैले च्यालेन्ज हिसाबमा लिएर चलेको थिएँ। भएन भने हराउनलाई मेरो केही छैन। यदि म पाएँ भने आइआइटीमा सिट पाउँथेँ, पाइनँ भने ज्ञान पाउँथेँ। त मसँग हार्नलाई केही पनि थिएन, त्यही भएर मैले गरेको थिएँ। जेडब्ल्युई मेन्समा लगभग तपाईँको 15 लाख केटाकेटीले अपियर गरेका हुन्छन् हर वर्ष। त्यहाँबाट अराउन्ड झन्डै 2 लाख केटाकेटीले एडभान्सको लागि जस्ट क्वालिफाई गर्छन्। क्वालिफाई भन्नाले जस्ट एक्जाम लेख्न मात्रै पाउने कुरो गर्दैछु भने 14 लाखबाट 2 लाखले जस्ट एडभान्समा बस्न पाएँ। अब एडभान्सबाट बसेको बाद जुन अब आइआइटी पाउने स्टुडेन्टहरू भन्छु म, त्यहाँबाट लगभग 13बाट 14,000लाई राम्रो आइआइटीबाट केटा पाउँछन् होइन। त मैले सुरु भएको त्यो 14 लाखबाट आएर पुग्छ 14,000सम्म। दिनमा 15 घन्टा पढ्थेँ, तर एक दिन मात्रै पढ्थेँ, हप्तामा एक दिन पढ्थेँ त्यस्तो। तर त्यो सही टेक्निक होइन। पुरो हप्तामा एभ्रिडे पढ्न पर्छ, तर मिनिमम 5 घन्टा 6 घन्टा त्यो एउटा डिसिप्लिन हुनपर्छ चाहिँ म यति टाइम त पढ्छु है। मेरो अहिलेसम्म सोसियल मिडिया छैन, मैले सोसियल मिडिया एभोइडै गरेको छु, अहिलेसम्म अझै नै खोलेको छैन हो। अब कहिले काहीँ कस्तो हुन्थ्यो, अब एकछिन मोबाइल लिएर बस्थेँ, कहिले टाइम जान्थ्यो थाहै पाउँथिनँ। तर एकखेप गल्ती गरेँ भने फेरि त्यो गल्ती गरिरहेको थिइनँ। अब नमस्कार, गोर्खाहरूले पर्खाल भाँच्नुपर्छन्, पर्खाल भाँचिँदैछन्। विशेष गरी एपिएससीका अध्यक्ष देवराज उपाध्यायज्यूले पर्खाल केही दिन अघि भाँच्नु भएको थियो, केही महिना अघि भने भर्खरै अन्तर्राष्ट्रिय पर्यायमा विनिता छेत्रीले पनि पर्खाल भाँचेर आएकी छिन् भने सर्वभारतीय पर्यायमा पनि पर्खाल भाँच्ने विद्यार्थी खोज्दै आज हामी आएर उपस्थित भएका छौँ गुवाहाटीको बेलतलामा। दर्शकवृन्द, गुवाहाटीको यस बेलतला निवासी माधव उपाध्याय र सुनिता उपाध्यायका छोरा स्वयं उपाध्यायले केही दिन अघि घोषणा भएको जेई एडभान्स जुन विश्वभरिकै दोस्रो कठिन परीक्षा र भारतवर्षको सबैभन्दा ठुलो कठिन परीक्षा मानिने जेई एडभान्समा आफ्नो स्थान ओगट्न सफल भएका छन्। सर्वमोट 99.56% ल्याएर यो परीक्षामा उत्तीर्ण भएका छन्। अब भाइको आइआइटीको यात्रा सुरु हुनेछ र म कार्यक्रममा सर्वप्रथम सुरु गर्नुभन्दा अघि भाइलाई यस कार्यक्रममा स्वागत र शुभकामना ज्ञापन गर्दछु। हजुर, धन्यवाद, नमस्कार। र विशेष गरी यो जुन सफलता छ, यो सफलता सन्दर्भमा दर्शकहरूलाई जानकारी गराउनुहुन्छ। हजुर, सबैभन्दा पहिला त म यो श्रेय मेरो मामु र बाबालाई दिन चाहन्छु, अनि पिता बाबु र आमालाई पनि म दिन चाहन्छु। आज घरका सबै मान्छेहरू, मेरा सबै वेल विशर्सहरूले गर्दा आज म यहाँ आइपुग्न सफल भएको छु। मैले मेरो पेरेन्ट्सबाट होस्, ग्रान्ड पेरेन्ट्सबाट होस्, मैले बहुत हेल्प पनि पाएको छु। मेरो बाबा मामु आफै फिजिक्स र केमिस्ट्रीको टिचर हुनुहुन्छ। उहाँहरूले मलाई पढ्दाखेरि पनि हेल्प गर्नुभएको छ, अप्स एन्ड डाउन्समा मलाई मोटिभेट पनि गर्नुभएको छ। अनि साथै म मेरो स्कुल र स्कुलका सबै टिचरहरूलाई पनि म श्रेय दिन चाहन्छु। उहाँहरूको जुन ज्ञान छ, जुन ज्ञान मलाई दिनुभएको छ, त्यो मलाई बहुत जरुरी पनि थियो। म त्यसले गर्दाखेरि आज म यहाँ आइपुगेको छु। विशेष गरी स्वयं उपाध्यायज्यू, हामी तपाईँ समक्षबाट तपाईँको शैक्षिक जीवन कहाँबाट सुरु भयो यो अलिकति जान्न चाहन्छु। हजुर, मैले मेरो प्राइमेरी एडुकेसन मैले खतम गरेको थिएँ मोडर्न इङ्ग्लिस स्कुल काहिलीपाडाबाट। अनि त्यसको बाद मैले मिडल स्कुल जुन हुन्छ 9सम्म मैले गरेँ डन बस्को, यो पान बजारको डन बस्को। अनि मैले 9बाट 12सम्म मैले गरेँ लिटल फायर हात्ती गाउँबाट। हजुर, र जेई मेन्सको जुन परीक्षा दिनुपर्छन् अथवा यो लाइनमा जानुपर्छन्, हजुर, यो सोच, यो विचार कहाँबाट जन्मियो? हजुर, मैले 10 दिएर मेरो मनमा जहिले थियो चाहिँ मलाई साइन्स खुब मन परेको थियो। मलाई सानैबाट साइन्स मन पर्थ्यो। अनि मलाई चाहिँ रिसर्च गर्न खुब मन थियो, अनि मलाई म्याथ्स खुब मन पर्थ्यो मलाई। त मैले सोचेँ चाहिँ मेरो लागि राम्रो अप्सन जेई देखियो त्यो बेलामा। अनि च्यालेन्ज हिसाबमा पनि लिएँ मैले। सबैले भन्छन् गाह्रो छ होइन, मलाई ट्राई गरेर हेर्न मन लाग्यो के रहेछ भनेर, अनि गएँ र यो चिजलाई सिलेक्ट गरेको। तपाईँलाई विज्ञान मन परेको कारण चाहिँ के हो? अच्छा, मेरो पिता र माता, मैले भने मेरो पिता र माता दुवै साइन्स ब्याकग्राउन्डबाट हुनुहुन्छ। हाम्रो घर सानैबाट डिस्कसन हुन्थ्यो, साइन्सका कुराहरू भयो। मैले जुन लेभलसम्म बुझ्छु, यसो हाम्रो घर डिस्कसन हुन्थ्यो यस्तो बारेमा, कुन साइन्टिस्टले के गर्यो। त त्यो कुरो सोचेर बहुत मन पर्थ्यो मलाई चाहिँ। मैले यसले यस्तो गरेको थियो त्यो बेलामा, जब त केही पनि पाइँदैन नि त। अनि मेरो 10को परीक्षा पनि राम्रै भयो साइन्समा, मैले 100 पाएको थिएँ 10मा।
अनि त्यही नि राम्रो लाग्न थाल्यो। विशेष गरी बुवा आमाले घरमा विज्ञानको बारेमा धेरै चर्चा गर्नु। हजुर हजुर चर्चा हुन्थ्यो हाम्रो र दर्शकवृन्द म तपाईँहरूलाई एउटा कुरा राख्न चाहन्छु, विशेष गरी हरेक विद्यार्थी वा एउटा व्यक्तिको जीवनमा माहौल भन्ने चिजले धेरै प्रभाव पार्छ। व्यक्तित्वको विकासमा होस् अथवा कुनै पनि लक्ष्य हासिल गर्न क्षेत्रमा होस्, माहौल। अब भाइले एकैछिन अघि कुराहरू भने भाइको घरमा जुन उहाँका मातापिताहरूको बिचमा विज्ञानका कुराहरू चर्चा गर्नुहुन्थ्यो। मातापिता दुवैजना विज्ञानका अध्यापक हुनुहुन्छ र त्यसले गर्दाखेरि ती कुराहरूले सायद कतै न कतै जुन उहाँको मनमा चिजहरू खेलाइरहेको थियो र विज्ञानलाई उहाँले चोइस गर्नुभएको कुराहरू उपस्थापन गर्नुभएको छ। यो कुरो हामी सबैले आफ्नो आफ्नो बच्चाको भविष्य निर्माणमा ध्यान दिन सक्ने एउटा कुरो हामीले एकैछिन अघि सिक्यौँ। र अलिकति दर्शकहरू वा कोही आउँदैछ, कसैले पढ्न चाहन्छ जेई मेन्सको लागि, कस्तो तरिकाको के हुन्छ यो जेई मेन्स अथवा जेई एक्जामको विषयमा चाहिँ अलिकति कुराहरू सेयर गरिदिनु। हजुर हजुर यो JEE को एक्जाम दुईवटा लेभलमा कन्डक्ट गर्छौँ। पहिलो लेभललाई हामीले भन्छौँ JEE मेन्स। JEE मेन्समा लगभग तपाईँको 15 लाख केटाकेटीले अपियर गरेका हुन्छन् हर वर्ष। त्यहाँबाट अराउन्ड झन्डै 2 लाख केटाकेटीले एडभान्सको लागि जस्ट क्वालिफाई गर्छन्। क्वालिफाई भन्नाले जस्ट एक्जाम लेख्न मात्रै पाउने कुरो गर्दैछु भने 14 लाखबाट 2 लाखले जस्ट एडभान्समा बस्न पाए। अब एडभान्सबाट बसेको बाद जुन अब IIT पाउने स्टुडेन्टहरू भन्छु म, त्यहाँबाट लगभग 14,000 13बाट 14,000लाई राम्रो IITबाट केटा पाउँछन् होइन। त मैले सुरु भएको त्यो 14 लाखबाट आएर पुग्छ 14,000सम्म। अर्थात् 14 लाखले जुन एन्ट्रेन्स एक्जाम दिएका हुन्छन्, हजुर, त्यसमा 2 लाख सिलेक्सन हुन्छन्। त्यसले JEE एडभान्स लेख्नलाई पाउँछन्। 2 लाखले मात्रै पाउँछन्, बस्न पाउँछन् एक्जाममा। हजुर, अरू जसले JEE एडभान्स लेख्न पाउँछन् उनीहरू बाहिर हुन्छन्। हजुर, उनीहरू बाहिर हुन्छन्। हजुर। अच्छा, अहिले सर्वमोट कतिजनाले JEE एडभान्स लेख्न पाए? हजुर, अराउन्ड 1,93,000 त्यस्तो खालको नम्बर छ। अब यहाँ पछिको प्रोसेस के हुन्छ? अब JEE एडभान्स लेखेको बाद हाम्रो काउन्सिलिङ हुन्छ, जोसा काउन्सिलिङ भन्छौँ हामी त्यसलाई। जोसा काउन्सिलिङको थ्रु कलेज अलटमेन्ट हुन्छ, जुन अब 14 जुनबाट सुरु हुँदैछ यसपालिको। त्यहाँबाट कलेजहरू पाइन्छ। हजुर, अब कलेजहरू IITहरू पनि हुनसक्छ, NITहरू हुनसक्छ, IIITहरू हुन्छन्, वा गभर्मेन्ट फन्डेड टेक्नोलोजिकल इन्स्टिट्युट पनि हुन्छ जसलाई हामी GFTI भन्छौँ। यो एक्जाम कम्प्लिट गरेर कुन लाइनमा जान सकिन्छ? हजुर, विभिन्न लाइन छ। म भन्छु 95% केटाकेटीहरूले इन्जिनियरिङ फिल्डतिर जान खोज्छन्। अरू ब्रका केटाकेटी कतिपयले ब्याचलर्स मास्टर्स पनि पर्स्यु गर्छन्, फिजिक्समा होस्, केमिस्ट्रीमा होस्, म्याथ्समा होस्। अनि रिसर्चको लागि बहुत भाइबल, बहुत राम्रो अप्सन्स पाइन्छ। अनि IIT भित्र एक्सपोजर राम्रो छ, स्टार्टअप फाउन्डेसनहरू सुरु गर्न राम्रो एउटा चोइस चान्स एउटा पाइन्छ। हजुर, र विशेष गरी तिम्रो इच्छा के छ? मलाई त रिसर्च गर्न मन छ। हजुर, अब हामी विशेष गरी IIT को जुन यो चिजहरू छन् यसमा त अब कलेजहरू थुप्रै छन् भारतभरिभित्र होइन, स्टुडेन्टहरू पनि थुप्रै भए। भाइले अब कहाँ एप्लाई गर्ने अथवा कहाँ पढ्ने के इच्छा, कस्तो खालको छ परिकल्पना? अच्छा, हजुर, मलाई फिजिक्स पढ्न मन छ। अब मैले एप्लाई गरेको छु, जग्गा जग्गामा एप्लाई गरेको छु। अब एक्ज्याक्ट त कहाँ पाउँछु त्यो कुरो त म जानेको छैन। जस्तै लोकेसन्सहरू कुन सिलेक्ट गर्ने? हजुर, राम्रो लोकेसन भन्छ पनि मद्रास छ, दिल्ली छ, बम्बे छ, गुवाहाटी छ, कानपुर, खडगपुर, रुड्की छ। हजुर, यी 7वटा चाहिँ हामी टप 7मा कन्सिडर गर्छौँ। किन ओल्ड IITहरू पनि भन्छौँ हामी यसलाई। र त्यही भित्रमा अब जहाँ हुन्छ त्यहीँ जानु पर्यो। हजुर हजुर। र यसको कोर्स कति वर्षसम्म हुन्छन्? 4 इयर्स पनि हुनसक्छ, 5 इयर्स पनि हुनसक्छ। हजुर, बिटेकहरू 4 इयर्सको हुन्छ। BSMS कसैले गर्न चाहन्छ भने 5 इयर्स पढ्न पर्छ। अच्छा, र विशेष गरी अर्को कुरा म अब जान्न चाहन्छु, यो तपाईँको पाठ्यक्रमका कुराहरू थिए। कोही यदि इच्छा छ कसैलाई JEE मेन्सको लागि भने यो इन्टरभ्यू हेऱ्यो भने उहाँहरूलाई सजिलै थाहा हुन्छ होइन। विशेष गरी विद्यार्थी एकजनाको लागि पढ्ने एउटा उमेर हुन्छ। हजुर, पढ्नको लागि धैर्य चाहिन्छन् होइन, पढ्नको लागि मेहनत गर्नुपर्छन्, एउटा समय डिसिप्लिनहरू राख्नुपर्छ। र तपाईँले तपाईँको पढ्नको लागि यो जुन यति सफलतामा आउनुभयो होइन, यो चिजमा कुन चिजलाई तपाईँले फलो गर्नुभएको थियो? अच्छा, हजुर, मेरो चाहिँ एउटा पोइन्ट म एउटा राम्रो पोइन्ट भन्न खोज्छु, त्यो चाहिँ हो चाहिँ कन्सिस्टेन्सीको भाव जसले इन्टेन्सिटी भन्दा धेरै हुन्छ। कन्सिस्टेन्सी भन्नाले चाहिँ मैले भन्न खोजेको, मैले देखेको छु मेरा कतिपय साथीहरू भयो, कोही पनि होस् होइन, त्यो कतिपयले दिनमा
15 घन्टा पढ्थेँ तर एक दिन मात्रै पढ्थेँ, हप्तामा एक दिन पढ्थेँ त्यस्तो। तर त्यो सही टेक्निक होइन। पुरो हप्तामा एभ्रिडे पढ्नुपर्छ तर मिनिमम 5 घन्टा 6 घन्टा त्यो एउटा डिसिप्लिन हुनपर्छ चाहिँ म यति टाइम त पढ्छु है। मेरो एक्ज्याक्टली सेड्युल थिएन, म कहिले नि सेड्युल फलो गर्थिनँ। बहुतले भन्छन् सेड्युल फलो गर्न पर्थ्यो भनेर, तर मेरो चाहिँ कस्तो छ भने कहिलेकाहीँ राति निन्द्रा लाग्यो म सुतिदिन्थेँ, कहिलेकाहीँ निन्द्रा लागेको छैन सुतेर त फाइदा भएन त्यहाँ, त 1 घन्टा 2 घन्टा एक्स्ट्रा पढिलिन्थेँ त्यो जग्गामा, तान्न सक्यो नि त हजुर। अनि कुनै कुनै सब्जेक्ट कहिले कहिले पढ्न मन लाग्दैन, सेड्युल बनायो भने त आफ्नो त्यो चिज त फिक्स्ड भयो, फिक्स भयो पढ्न मन नगएको त बस्न त भएन। कहिलेकाहीँ पढ्नै मन लाग्दैन, एकछिन गएर घुम्थेँ, खेलेर आउँथेँ, अनि त्यही सेड्युल हुन्थ्यो। निरन्तर चाहिँ राख्नु पर्यो। हजुर हजुर, डिसिप्लिन बहुत जरुरी छ, डिसिप्लिन राख्नुपर्छ हजुर। टाइम स्लट चाहिँ मेन्टेन गर्नुपर्छ। यसको बिचमा पनि अब आजको समय त मोबाइलको युग छ। हजुर हजुर, रिल्स अनि इन्स्टाग्राम होइन, फेसबुक र अहिले पर्सनल ब्लग्सको जमाना छ। हजुर हजुर, यी चिजबाट तपाईँ टाढिएर बस्नुभएको थियो कि तपाईँसँग पनि रिल्स इन्स्टाग्राम पर्सनल ब्लग्सहरू सँगसँगै चल्थे? के भन्नुहुन्छ? मेरो अहिलेसम्म सोसियल मिडिया छैन। अच्छा, मैले सोसियल मिडिया एभोइडै गरेको छु अहिलेसम्म, अझै नि खोलेको छैन हो। अब कहिले काहीँ कस्तो हुन्थ्यो, अब एकछिन मोबाइल लिएर बस्थेँ, कहिले टाइम जान्थ्यो थाहै पाउँथिनँ, तर एकखेप गल्ती गरेँ भने फेरि त्यो गल्ती गरिरहेको थिइनँ। अब त्यो त अब नर्मल हो, हर केटाकेटीले त्यो कुरो फेस गरेका हुन्छन्। कहिलेकाहीँ युट्युबमा सर्ट्स हेर्दा जान्छ, कहिलेकाहीँ लामो भिडियो हेर्दै जान्छ होइन, त्यो क्वाइट नर्मल हो, सबैसँग हुन्छ त्यस्तो। तर अब त्यो भनेर अब यस्तो सोच्दा कहिलेकाहीँ चाहिँ कस्तो लाग्छ भने म स्टुडेन्टमा फेस गरेको छु, त्यो धरिनु कहिलेकाहीँ फट्टै गल्तीले 1 घन्टा मोबाइल हेरियो होइन, जानु हेर्दा हेर्दै टाइम गयो 1 घन्टा, अनि कस्तो लाग्छ भने 1 घन्टा त गइहाल्यो, अब आधा घन्टा हेर्छु अनि पढ्न बस्छु होइन। त्यो 1 घन्टा गयो, अब फ्युचरको टाइम कसरी इन्भेस्ट गर्ने त्यो कुरो चाहिँ हामीले अब फ्युचर चाहिँ हेर्नुपर्छ हजुर। जे गयो त्यो हाम्रो हातमा छैन, तर जे हुनसक्छ त्यो त सोच्न पऱ्यो नि त हामीले हजुर। र विशेष गरी विद्यार्थी वर्गको लागि भाइले एकदमै एउटा महत्त्वपूर्ण कुरा यहाँ उपस्थापन गरेका छन्। पढाइभन्दा पनि बाहिर धेरै चिजहरू छन्, मान्छेको जीवनमा धेरै चिजहरूको समानता हुन्छ, धेरै चिज छन् हजुर। पढाइ त गरेर राम्रो लाग्छ है, अर्थ केमा इन्ट्रेस्ट छ? हजुर, मलाई फुटबल खुब मनपर्छ, म फुटबल बहुत फलो गर्छु। मलाई थुप्रा कन्ट्री टिम प्लेयरहरू कहाँ ट्रान्सफर हुँदैछ त्यसको कुरो म बहुत नलेज राख्न मन गर्छु। अनि मेरो म्युजिकमा इन्ट्रेस्ट छ, म गिटार पियानो अलिअलि ड्रम्स पनि बजाउँछु हजुर। मैले पियानोको लामै कोर्स पनि गरेको छु, अनि मैले एउटा टाइममा मैले एबाकस पनि सिकिरहेको थिएँ हजुर। र यी चिजमा पनि इन्ट्रेस्ट छ? हजुर हजुर, इन्ट्रेस्ट छ हजुर। दर्शकवृन्द, हामीले जतिसम्म खबर पाएका छौँ अहिलेसम्ममा असमभित्रमै जेई एडभान्स परीक्षामा सफलता हासिल गर्ने विद्यार्थीहरूमध्ये स्वयं उपाध्याय हामीसँग मुख्य छन्। र विशेष गरी म जान्न चाहन्छु जुन बोर्ड एक्जामको तपाईँको नतिजा कस्तो प्रकारको थियो, र सँगै हजुरले यो जेई एडभान्स परीक्षाको जुन एन्ट्रेन्स एक्जामको लागि तयारी कसरी गर्नुभएको थियो हजुर, दुईटा चिज कसरी ब्यालेन्स मिलाएर लैजानु भएको थियो? मैले क्लास 10 को बोर्ड परीक्षामा मैले 96.2% पाएको थिएँ, अनि साइन्समा मेरो 100 थियो। क्लास 12 मा मेरो बोर्डमा 97% थियो, म्याथ्समा 100 थियो। अच्छा, अनि हजुरले यो जुन प्रश्न सोध्नुभयो जे बोर्डको परीक्षा र एन्ट्रेन्स कसरी सँगै म्यानेज गर्ने, यो बहुत राम्रो प्रश्न हो। बहुत केटाकेटीले के गर्छन् भने इन्टिग्रेटेड स्कुल लिन्छन्, डमी स्कुल भन्छौँ, त्यहाँ चाहिँ स्कुल जान पर्दैन र दिनभरि कोचिङ मात्रै गर्छन्। मैले चाहिँ के गरेको थिएँ भने मेरो चाहिँ इभिनिङ थियो, इभिनिङ कोचिङ गर्थेँ। इभिनिङ कोचिङ गर्थेँ भने पनि मलाई पढाउने भनेको मेरो बाबा र मामुले पढाउनु भएको थियो। अनि बहुत केटाकेटीले यो पनि सोच्छन् जे 12 सम्म म बोर्ड परीक्षा दिइदिन्छु अनि त्यसको बाद म एन्ट्रेन्स प्रिपेयर गर्छु, अनि त्यस्तो हुँदैन। एन्ट्रेन्स परीक्षामा पनि 11-12 कै कोर्सै आउने हो। अनि मैले चाहिँ प्रिपेयर गर्दाखेरि एन्ट्रेन्स भनेरै प्रिपेयर गरेको थिएँ, यस्तो सेपरेटली बहुत कमै थियो जब मैले होइन बोर्डको लागि पढ्छु भनेर पढेको थिएँ। एन्ट्रेन्स फोकस केमा थियो? एन्ट्रेन्सको लागि बेसी फोकस थियो, बोर्ड भन्दा पनि एडभान्सको लागि बेसी फोकस थियो। कहिलेबाट यो 11 को स्टार्टिङबाट? अच्छा, 11 10 क्लियर गरिसकेपछि? हजुर, 10 क्लियर गरेपछिकै कुरा हो। अनि जेडब्ल्यू एडभान्स एउटा केटाकेटीले যদি सक्छ भने बोर्ड परीक्षामा त्यसलाई बहुत बेसी
प्रब्लम फस्दैन त्यसमा माने यस्तो कहिले पनि हुँदैन जे कुनै केटाकेटीले बोर्ड परीक्षा नराम्रो गरेर एडभान्स राम्रो गर्छ यस्तो बहुत कम सुना जान्छ अनि माने प्रिपरेसन आफै आफै हुन्छ एन्ट्रेन्सको लागि प्रिपेयर गर्नु भने कि सिलेबस जतिखेर एउटै हो एन्ट्रेन्सको लागि प्रिपेयर गर्नु भने कि त बोर्डको लागि प्रिपेयर गर्नु नि भयो नि त हजुर र यदि एन्ट्रेन्सको लागि प्रिपेरेसन गरौँ भने बोर्डको अटोमेटिकली राम्रो हुन्छ भन्नु हजुर हजुर बोर्डको आगे आगे चाहिँ अलिकति बोर्डका प्रिभियस इयर पेपरहरू हेर्न पर्छ अनि एनसीईआरटी खूब पढ्न पर्छ म अरू स्ट्रिमको लागि त म भन्ने मेरो म क्वालिफाइड छैन अरू स्ट्रिमको कुरो भन्ने तर साइन्सको लागि चाहिँ म भन्छु स्पेशल केमिस्ट्रीको लागि एनसीईआरटी भनेको हामी साथीहरूले भन्छौँ जे बाइबल वा कुरान वा गीताको बराबर हो भनेर माने त्यस्तो श्रेय छ एनसीईआरटीको किताबको एनसीईआरटीको किताबलाई नेग्लेक्ट गर्न भएन हजुर एनसीईआरटी तिम्रो सीबीएसई कोर्स थियो सीबीएसई कोर्स थियो र एनसीईआरटीको जुन किताबहरू त्यो आफै किनेर ल्याएर पढेका थियौ हजुर हजुर आफै किनेर ल्याएर पढेको थियो एनसीईआरटी गभर्मेन्टले एनसीईआरटी किताबहरूलाई बहुत एफोर्डेबल बनाएको हुन्छ अरू ब्रान्डिङ जस्तो बहुत एक्सपेन्सिभ हुँदैन त लो कस्टमा बहुत राम्रो क्वालिटी कन्टेन्ट हुन्छ अनि यो जुन सबै एन्ट्रेन्स परीक्षा हो सबै एनसीईआरटीकै बेसमा बनाउँछ अरू पक्ष पनि जेडब्ल्यू नीट यूपीएससी जेसुकै होस् एनसीईआरटीलाई नै बेसिस लिन्छन् त्यसको माथि अब जति एड गर्न सक्छन् जति गाह्रो बनाउन सक्छन् जति बनाउँछन् तर बेसिस चाहिँ एनसीईआरटी नै हो हजुर सीबीएसई पढे पनि एनसीईआरटीलाई फलो गर्नु हजुर हजुर फलो गर्नुपर्छ हजुर अर्को एउटा प्रश्न छ यो भारतको सबैभन्दा ठुलो कठिन परीक्षा हैन हजुर कठिन परीक्षा जे सफलता हासिल गर्छु भन्ने कन्फिडेन्स हजुर हजुर थियो पहिलादेखि नै थियो कहिलेकाहीँ डिमोटिभेटेड पनि लाग्थ्यो कहिलेकाहीँ बहुत मोटिभेटेड पनि लाग्थ्यो आफूलाई ब्यालेन्स गर्थेँ त्यो कुरोमा कहिलेकाहीँ लाग्थ्यो चाहिँ होइन केही पनि भइरहेको छैन मैले केही सकिरहेको छैन कहिलेकाहीँ अलिकति बेसी मोटिभेटेड लाग्थ्यो चाहिँ होइन म त सबै सक्छु तर त्यो सबै सक्छु जब थाहा पाउँथेँ म आफूलाई तल तानिहाल्थेँ ए नै यस्तो त हुँदैन यति सजिलो हुँदैन कहिलेकाहीँ बहुत डिमोटिभेटेड लाग्छ भने मलाई लाग्छ भने যদি मलाई गाह्रो भइरहेछ भने इन्डियाको अरू केटाकेटीलाई पनि गाह्रो भइरहेछ अनि त्यहाँबाट म आफूलाई फेरि अपलिफ्ट गर्थेँ त्यो ब्यालेन्स एउटा बनाउँथेँ गाह्रो एक्जाम हो मैले च्यालेन्ज हिसाबमा लिएर चलेको थिएँ भएन भने हराउनलाई मेरो केही छैन यदि म पाएँ भने आइआइटीमा सिट पाउँथेँ पाइनँ भने ज्ञान पाउँथेँ त मसँग हार्नलाई केही पनि थिएन त्यही भएर मैले गरेको थिएँ धेरै सुन्दर कुरा बतायौ अच्छा जेई एडभान्स परीक्षाको लागि धेरैले 4-5 वर्षदेखि कोचिङ गरिरहेको हुन्छ त्यही पनि सफलता आउँदैन हैन र तिमीले आफ्नो पढाइ सँगसँगै हल्का अलिअलि कोचिङ पनि गर्यौ र हजुर हजुर एकै हेपमा एटेम्प्ट भयो चिज हजुर हजुर र जेई एडभान्स परीक्षाको लागि कोचिङ बाध्यबाधकता चाहिन्छै होइन कि कोचिङ बिना पनि त्यस्तो खालको राम्रो तरिकाले निरन्तरता दिएर पढियो भने सम्भव छ हजुर कोचिङ बाध्यता होइन कोचिङ नगए पनि केटाकेटीले गरिरहेछन् प्रत्येक वर्ष गर्छन् केटाकेटीले यस्तो होइन रे कोचिङ नभई सकिँदैन होइन मैले हजुरलाई भने एनसीईआरटी पढ्न पर्छ अनि आजकल त हजुरले देख्नुभएको छ युट्युबहरूमै फ्री लेक्चर फ्री टिचरहरूले राम्रो क्वालिटी कन्टेन्ट पढाइरहेछन् जुनको लागि कुनै कोचिङ जोइन गर्न पर्ने छैन इनफ्याक्ट आजकल त स्कुलका टिचरहरूले पनि आजकल होइन पहिला पनि स्कुलका टिचरले दिएको जुन ज्ञान हुन्छ त्यो ज्ञान पनि बहुत महत्त्वपूर्ण हुन्छ हजुर अनि बुकहरू फलो गर्न पर्छ प्रिभियस इयर पेपरहरू हेर्न पर्छ कोचिङ बाध्यता होइन कोचिङ बाध्यता होइन अर्को पनि एउटा जिज्ञासा राख्न चाहन्छु जुन जेई एडभान्स परीक्षामा भारतको परिप्रेक्ष्यमा कहाँबाट चाहिँ धेरै विद्यार्थीहरू छन् उत्तीर्ण हुने हजुर यो नर्थको साइडतिर दिल्ली राजस्थानतिरबाट त धेरै केटाकेटी हुन्छन् दिल्लीतिरबाट पन्जाबतिरका केटाकेटी हुन्छन् बिहारका केटाकेटी उत्तर प्रदेशका केटाकेटी हुन्छन् आसाममा पनि छ निक्लिरहेछन् प्रत्येक वर्ष राम्रो गरिरहेछन् केटाकेटीले होला थोरै छन् प्रत्येक वर्ष हर केटाकेटीले राम्रो गरि नै रहेछन् अनि अर्को एउटा कारण चाहिँ कस्तो हुन्छ भने जुन दिल्ली साइडतिर हुन्छ त्यहाँको जुन करिकुलम हुन्छ बच्चाहरूलाई सानैबाट उनीहरूलाई अब हायर लेभल प्रिपरेसन गराइरहेका हुन्छन् ओलम्पियाड प्रिपरेसन गराएका हुन्छन् के थुप्रो प्रिपरेसन गराएका हुन्छन् हाम्रो यहाँ इभल्भ हुँदैछ एडुकेसन स्टेप लिँदैछन् कुनै दिन आसाम पनि राजस्थानहरूको बराबर हुन्छ हजुर म देखेको छु हुन्छ जरुर दर्शकवृन्द आउँदै एउटा लामै अन्तर्वार्तासँग हामी जोडिँदैछौँ एकजना विद्यार्थीसँग र विशेष गरी अहिले हामी गुवाहाटीको बेलतलामा छौँ अहिले हामी स्वयंबाट अरू एउटा कुराहरू जान्न चाहन्छौँ तिमी एकजना विद्यार्थी भएर आउँदै गरेका विद्यार्थीहरूलाई पढ्दै गरेका विद्यार्थीहरूलाई हजुर तिम्रो आह्वान के रहन्छ
हजुर मैले एउटा पोइन्ट त अलिक आगे भनेको थिएँ कन्सिस्टेन्सीको कुरोमा। त्यो म भन्न चाहन्छु जे कन्सिस्टेन्सी भन्नाले के हो भने एभ्री डे पढ्ने हो, जेसुकै होस्, बर्थडे होस्, दसैँ होस्, तिहार होस्, एटलिस्ट मिनिमम एउटा गोल एचिभ हुन ट्राई गर्ने हो। आफ्नो पढाइलाई हानि गरेर कहिले पनि अरू कामहरू गर्नतिर जान भएन। त्यो कन्सिस्टेन्सीको कुरो भयो। अर्को कुरो म भन्न चाहन्छु आमा बाबाले भनेको कुराहरू त्यसलाई रेस्पेक्ट गर्नुपर्छ हामीले। मलाई याद छ मलाई मामुले सानामा भन्नुहुन्थ्यो जे कुनै कुरो যদি आफ्नो आमा बुवाबाट लुकाउन पर्ने भएछ भने त्यो कुरो गलत हो। त त्यो कुरालाई मानेर चलौँ हामी। अनि अर्को एउटा पोइन्ट एउटा म हजुरलाई भन्न चाहन्छु जे यो सोसियल मिडिया हजुरले सुन्नुहुन्छ सबैतिरबाट जे सोसियल मिडिया हेर्न आउँदैन, गर्न आउँदैन, एकदम छोड्दिन पर्छ। हो एकदम छोड्न त अलिक गाह्रो छ, तर कन्ट्रोलमा ल्याउन चाहिँ बहुत जरुरी छ। सोसियल मिडिया भनेको यस्तो एडिक्टिभ चिज हो, त्यसको एल्गोरिथम जुन छ, आफूलाई जुन एङ्गेज राख्ने जुन क्यापेबिलिटी छ सोसियल मिडियाको, त्यो बहुत राम्रो क्यापेबिलिटी छ आफ्नैमा। त आफ्नो सेल्फ जुन मोटिभेसन हुन्छ त्यसलाई स्ट्रङ राख्न र अगाडि बढ्न पर्छ। हजुर अर्को एउटा लास्ट एउटा पोइन्टमा भन्न चाहन्छु यो जुन स्लिप र डायट हुन्छ त्यसलाई राम्ररी मेन्टेन गर्न पर्छ। स्लिप र डायट मिस गर्छन्, ब्रेकफास्ट लन्च डिनर टाइममा लिने हो, टाइममा सुत्ने, टाइममा उठ्ने, मिनिमम स्लिप आवर्सलाई खतम पुरा गर्ने, त्यो एउटा बहुत जरुरी चिज हो जुन विद्यार्थीहरूले नेग्लेक्ट गरेका हुन्छन्। हजुर र दर्शकवृन्द हामी समक्ष स्वयं उपाध्यायले सुन्दर कुराहरू विद्यार्थीहरूको लागि नै होस् अथवा अभिभावक वर्गकै लागि होस् हामीले ध्यान दिनुपर्ने कुरा अनि भर्खरै चाहिँ मेन्स को जुन नतिजा थियो त्यो नतिजामा उनले आफ्नो आसन सुनिश्चित गर्दै जुन सफलता हासिल गर्न सफल भएका छन्। हामी उनको त्यस सफलता सँगसँगै आगामी जुन शैक्षिक यात्रा छ त्यसको लागि धेरै धेरै अझ बधाई र शुभकामना हामी दिन चाहन्छौँ र तपाईँहरूको आशीर्वाद पनि अत्यन्त खाँचो छ र उहाँबाट दुईजना विद्यार्थीहरू प्रेरित बनुन् भन्ने उद्देश्यले नै आजको कार्यक्रममा खास कुराकानी हामीले गरेर तपाईँहरू समक्ष ल्याउने प्रयास गरेका हौँ। दर्शकवृन्द यति बेला हामी स्वयं उपाध्यायका पितृ माधव उपाध्याय अर्थात् भन्न जाँदाखेरि एकजना गौरवशाली सन्तानका गौरवशाली पिताजी हामी समक्ष हुनुहुन्छ। म सर्वप्रथम हजुरलाई हार्दिक स्वागत गर्न चाहन्छु र उहाँको घर गुवाहाटी र उहाँ बेलतलामा बस्नुहुन्छ र कस्तो अनुभव छ हामी अलिकति जान्न चाहन्छौँ। हजुर फेरि पनि नमस्ते। सुरु गर्ने अगाडि के चाहिँ मलाई भन्न मन लाग्यो भने तपाईँले जुन भन्नुभयो नि गुवाहाटी बेलतला निवासी भनेर, हो अहिले म बेलतला निवासी नै हो, तर म को भन्ने कुरामा म कहाँ हो भन्ने कुरामा चाहिँ म विश्वनाथचार्यको तीनकुटीमा हो। म ओरिजिनल चाहिँ विश्वनाथचार्यको तीनकुटीको चाहिँ ओरिजिनल हो। त्यहीँ जन्मिएँ, त्यहीँ हुर्किएँ, त्यहीँ पढालेखा गरेर आज म यहाँ गुवाहाटीमा गल्ती हो। बाल्यकाल हजुरको शिक्षा जीवन तीनकुटीमै? हजुर मेरो बाल्यकाल तीनकुटीमै भयो, विश्वनाथचार्यमा भयो। त्यहाँको म पहिलो एमएससी थिएँ, त्यो टोलबाट भनौँ न, म पहिलो एमएससी थिएँ। त्यसरी अब हामी जान्न चाहन्छौँ हजुर एकजना शिक्षक पनि हामी भन्ने कुरा हामीलाई थाहा छ। समग्र जुन भाइको केरियर थियो यो केरियरमाथि तपाईँको जुन दृष्टिकोण तपाईँको गाइडेन्स त 100% थियो, त्यो कस्तो प्रकारको थियो? हेर्नुहोस् अब मेरो जुन प्यारेन्ट्सको रोल भनौँ न, प्यारेन्ट्सको रोलमा अब अहिलेको जेनेरेसनलाई एउटा सही तरिका गाइड गर्नलाई अप्ठ्यारो त थियो। त्यसको बिचमा अब सोसियल मिडिया छ के छ, त्यसको बिचमा पनि उसलाई सही तरिकाले गाइड गरेर लानलाई कतिपय अप्ठ्यारो नआएका होइनन्। तर एज ए प्यारेन्ट्स मैले जतिखेर पनि उसलाई एन्करेज गरेँ, कहिलेकाहीँ ऊ अलिकति सक्दिनँ कि भन्नेमा पनि कहिलेकाहीँ आउँदा पनि उसलाई मैले सधैँ मोटिभेट गरेँ। एउटा कुरा चाहिँ के हो भने म सधैँ उसलाई के भन्थेँ भने पर्सेन्टेजको पछि कुद्ने होइन, नम्बरको पछि कुद्ने होइन, सबै कुराहरूलाई पहिलेदेखिबाट एकदम क्लियरली बुझ्दै पढ्दै गयो भने भोलिको दिनमा पर्सेन्टेज आफै आउँछ। र त्यसरी नै उसलाई मैले मोटिभेटेड गर्दै कसै सेल्फ स्टडी चाहिँ कसरी गर्ने त्यो कुरामा म धेरै फोकस गर्थेँ। र आज जुन नतिजा आएको छ त्यहाँ काहीँ न काहीँ मैले सक्ने एज ए बाउ हिसाबमा मैले सक्ने गरेँ, तर उसको कष्ट पनि होइन। एकजना जस्तो जो पनि विद्यार्थी हुन्छ उहाँहरूको कष्ट मेहनत त हुन्छ,
तर त्यहाँभन्दा पनि धेरै माहौल बनाउने अथवा पेरेन्ट्सको जुन कुराहरू तपाईँले बताउनु भयो र विशेष गरी आजको समयमा विद्यार्थीवर्ग अथवा अभिभावकवर्गलाई तपाईँ एकजना शिक्षक त्यहीमाथि अभिभावक पनि कस्तो खालको तपाईँ कुराहरू राख्न चाहनुहुन्छ, के आह्वान गर्न चाहनुहुन्छ? हजुर हजुर, आफ्नो छोरा या छोरीलाई कहिल्यै पनि प्रेसर दिनुहुन्न, कहिल्यै पनि अर्कासँग कम्पेयर गर्नुहुन्न, तुलना गर्नुहुन्न। उसले यति पायो तैँले के पाइस् भन्नुहुन्न। आफ्नो छोरा या छोरीको इन्ट्रेस्ट कतापट्टि छ त्यो इन्ट्रेस्टलाई बुझेर त्यतैपट्टि चाहिँ आफ्नो सपोर्ट पनि सधैँ अघि बढाउनुपर्छ। अब कहिले काहीँ उनीहरू केटाकेटी हुन अलिकति यताउता हुन जान्छ, एज ए प्यारेन्ट्स हामीले त्यहाँ गाइड गर्नुपर्ने हुन्छ। तर कहिले पनि उनीहरूलाई प्रेसर चाहिँ दिनुहुन्न या अर्कासँग कम्पेयर गर्नुहुन्न, उनीहरूलाई सपोर्ट गर्दै जाने हो, बाटो देखाउँदै जाने हो। यताउता अलिकति भड्कियो भने त्यसलाई तानेर फेरि सही बाटो देखाउनु नै हाम्रो कर्तव्य हो। स्वयं उपाध्यायकी माताजी सुनिता उपाध्यायजी पनि हामीसँग हुनुहुन्छ। विशेष गरी तपाईँको अनुभव कस्तो प्रकारको रहेको छ हामी जान्न चाहन्छौँ। सर्वप्रथममा नमस्कार सबैजनालाई। त खास अब बाबुको जुन रिजल्ट आएको थियो त्यसमा हामी धेरै खुसी थियौँ। यसमा उसको मेहनत धेरै छ, साथै अब हाम्रो जुन गाइडेन्स थियो त्यो अब हामीले डे 1 बाट उसलाई गाइड गरिरहेछौँ। अब गाइड पढाइको क्षेत्रमै होस् या अब खाना केही होस् या उसलाई पर्सनल कहिले केही अब निड होस्, हरेक कुरामा हामीले उसलाई एज अ अझ उसलाई हामी यस्तो घरको हामी साथी जस्तै पनि ट्रिट गऱ्यौँ। हजुर, त्यस्तो अब यस्तो होइन कि अब एकदम उसलाई हामी खुब एकदम स्ट्रिक्ट कुनै उसमा राखेर त्यस्तो होइन, जस्ट एज अ फ्रेन्ड जस्तो पनि ट्रिट गरेर सबै कुरा माहौल कस्तो छ, बाहिर कस्तो खालको माहौल छ, बाबु तिमीले कसरी डिल गर्नुपर्छ, कुन सिचुएसनमा कसरी सर्भाइभ गर्न सकिन्छ, ती सबै कुरा हामीले उसलाई डे 1 बाट त्यसरी नै गाइड गर्दै लग्यौँ। हजुर, तपाईँ एकजना शिक्षिका पनि हुनुहुन्छ। हजुर हजुर हजुर, म केमिस्ट्रीको पिजिटी हो। मायाको साथै शासन पनि अब थोरै अनुशासन जस्तै थोरै डिसिप्लिन, कस्तो कुरा के गर्दा राम्रो हुन्छ के गर्दा नराम्रो हुन्छ सबै कुराको कन्सिक्वेन्स भन्ने। अब जस्तै यो बाटोमा हिँड्यो भने बाबु तिमीले यस्तो पाउँछौ, यो बाटोमा गयो भने तिम्रो यस्तो खालको हुन्छ, तिमीले आफै चुज गर्नुपर्छ कस्तो खालको राम्रो नराम्रो भन्ने कुरा। त त्यसरी नै हामीले उसलाई अगाडि लग्यौँ। हरेक जस्तो खालको माहौल थियो सराउन्डिङमा, बाहिर जस्तो खालको छ, अब उसको एजको केटाकेटीले कस्तो खालको प्रब्लमहरू फेस गर्छन्, जस्तै एज ए म टिचर पनि धेरै कुराहरू स्कुलमा देखिराखेका हुन्छु, ती सबै कुरा उसलाई हामीले डिस्कस गरे हुन्छ। त माया त छँदै थियो, एट द सेम टाइम हामीले उसलाई धेरै खालको यस्तो प्रेजेन्ट सिचुएसनको कुराहरूलाई पनि हामीले उसलाई धेरै अवगत गराएको थियौँ। कार्यक्रमबाट आज हामी बिदा लिँदैछौँ। हेरिरहनुहोला PPN डिजिटल। धन्यवाद। धन्यवाद।